हेलो सबैजनालाई नमस्ते। म कस्तो अलार्म बज्यो। म अब यतैबाट मेरो कान्छो अङ्कल घर जाँदैछु हैन। अनि अङ्कल घर हुँदै यतैबाट काममा जान्छु हैन गाइस। म अब जाँदैछु। अहिले बाटोमा छु हैन। अब कस्तो देखिरहेछ दामी यो अब चाहिँ अङ्कल घर गुगल म्याप हालौँ हैन। 98 यहाँबाट लाग्छ 14 मिनट। निश्चय हामी जाँदैछ। लाग्नु त परिहाल्यो। यताबाट जाम कि यताबाट जाम? यो पनि ठिक छ। यताबाट पनि ठिक छ। म यताबाट जान्छु हाइवे जान्छु हैन। म यता जस्ट नाइट 74 जान्छु। फेरि त्यहाँबाट स्टेटबाट मेरो ब्याट्री पनि छैन। वाइफाई अफ गरौँ। जाडो छ हल्का हल्का। मलाई जाडो लागिरहेको छ। ए देख्नुभयो यसरी हो काम गर्नु। साइड टक्क लगाएर झगडा राख्यो, काम गर्यो, पैसा कमायो हैन। के कसो गाइस? हरियो बत्ती बल्यो, हामी कुद्यो। मैले साइड लाइट दृश्य भनेछु त्यसमा आउँ भन्थ्यो। ढिला किन ढिला? सुरु कारणले किन ढिला? हामी जल्दी स्यालेरी हो यस्तो पर्छ। बत्ती भयो हामीको पनि कति छ 12 मिनट। मेरोसँग रेस्टुरेन्टहरू छन्। सेल्फी हुँदैन। भाग्यो अगाडि क्यामेरा देख्नुभयो? गुगल म्यापमा क्यामेरा देखाइरहेको छ। राम्रोसँग हेर्नु त। हामी
भनेदेखि उठाएको चाहिँ अब 20 लेखा हुन्छ, कतै कतै 45सम्म लेखा हुन्छ होइन। त्यही अनुसारले राइड गर्ने हो होइन। अब चाहिँ म चाहिँ त्यही हो, 20 छ भने 25सम्म म्याक्सिमम 25सम्म हाल्छु अनि 25 छ भने म्याक्सिमम 30सम्म हाल्छु होइन। अहिले बढी त हाल्दैन। त्यही हो अब खानु गएर खानु हो होइन, मिलाएर हाल्नु हो। यता अब चाहिँ बाटोहरू अब हामीले बस्दै भनेर है बसाइमा हाल्नु हुँदैन नि, बसाइमा हालेको ल्याएर पर्छ। अब त्यो बाटो सबै हो त्यो किन सुनाहरू गाडीहरू रातोमा कुल्यो भने चाहिँ फेरि मामाले त दिइहाल्छ कुलो गरेर झ्यामा दिन्छ टिकट। नेपालमा यस्तो पुत्ला हाल्दैन नि त, एउटा टिकट दिनु दाममा हातको चिज भने बोल्दैन होइन। जे पनि हुन्छ कोट मजा हुन्छ होइन। अगाडि अर्को बाटो आउनु पर्ने, यो बाटो आएको छु हो। म चाहिँ अब लेट जानु हो लगाएर बिचमा आइसकेर के हुँदैन फेरि किन होला रातोमा पलायो भने हिँड्नु मात्रै हिँडिहालेँ। बिचमा आइसक्यो रातो भयो देख्नु पर्दैन है। मेन रोडमा छु होइन। अगाडि जाने हो, 6 मिनटमा पुग्छु। अगाडि गएर पिज्जाहरू पिकअप गर्नुहोस् है, तपाईँलाई म देखाउँछु पिज्जाहरू। अहिले पिज्जा खानुपर्छ ल, सबैले गएर पिज्जा खानुपर्छ। मोटाइ गर्नुपर्ने त मिल्दैन स्पिड लिमिट पनि हेर्नुपर्छ। पकेटमा मैले एकछिन लगाएँ भनेर स्पिड लग्यो भने फाइन खानु छैन, आफ्नो रिस्क लिनु छैन होइन। त्यही भएर रुल्स फलो गरौँ। कुनै पनि फाइनहरूबाट कुनै पनि भाइलेसनहरूबाट जोगियो होइन, आफूलाई सेफ राखौँ। त्यही हो मेरो भनाइ है त। हिँडिरहेको हुन्छ उताबाट गाडी आएर हुन्छ, यस्तो पुरा हुन्छ नि एक्सिडेन्ट होला जस्तो हुन्छ। कति ठाउँमा त भएको छ है, फेरि कति ठाउँमा त एक्सिडेन्ट भएको छ, कति ठाउँमा होला यस्तो गरेर बच्चा हुन्छ। मै त 1-2 चोटि बचेको छु। सो सधैँ सेफ हुनु होइन, बी सेफ। आफू अलिकति अवेर भयो भने आफूले गर्दा सबैलाई हुन्छ नि त, फाइदा हुन्छ नि त। आफू त आफू भइहाल्यो होइन, आफूले आफूलाई माया गरेर आफूले फाइदा भइहाल्यो, अरूलाई पनि त्यसले फाइदा गर्छ नि त। कसैको त्यो केही त एक्सिडेन्ट भयो भने धनजन पनि नोक्सानी हुन्छ, गाडीहरू भयो के भयो भने मान्छेको अब मान्छे पनि त त्यो हुन्छ होइन, समस्या हुन्छ। चित्रहरू भनिदिनुपर्छ। यहाँनिर पिज्जा हट लिएर आएको छु। मेरो अङ्कलहरूले अर्डर गर्नुभएको छ, म त्यो लिएर जान्छु। सो पार्क गरेँ।
यो मेरो गरिखाने भाडो हो स्कुटी बुझ्यो हेलो बोस आई हैव पिकअप ऑर्डर क्या नेम इज आई थिंक Sirzana I think yes no pick up what's the phone number I will call phone number can I give the order number no order number is there not sure or I call I asked to my phone number I will give okay Hello boy Andy hello thank you lo मैले पिज्जा चाहिँ उठाएँ अब म चाहिँ जाँदैछु गाइस हैन मैले अब पिज्जा चाहिँ उठाएँ हैन अब यो पिज्जा लिएर म अंकल घर जाँदैछु सुन्नुभयो नि सुने पनि नसुने जस्तो गरे हजुरहरुले अंकल का घर यस हेलो चाहिँ अब यो रुल्स फलो गर्नु पर्यो हैन अब हेरेर जाने भएको त यहाँनिर क्रस गर्न गइहाल्थ्यो हैन त्यो गर्न मिलेन त्यही भएर जाँदैछु कान्छा अंकलको घर कान्छी आन्टीको घर अब ओहो अब यसरी जाने हो माया लाउने हो भनेर के लाग्यो हामीले गरौँ pizza yes pizza yes अब हामी जाने हो Cool.
Thank you. Oh, sorry. Thank you so much. Hello, surprise. Uncle Ji. Hello, Uncle Ji. के छ खबर? सन्चै हुनुहुन्छ? ओहो, के छ खबर? गरौँ अङ्कल। मुस्कान दिनु न एकचोटि। अङ्कलको मुस्कान तर आउला जस्तो छ आज। आन्टी दर्शन गरेँ अङ्कल। खेलमा ल्याएर बोलिरहेको छु। भिडियो बनाउन होला नि के सायद छैन पिलिक पिलिक गर्छ हजुर अङ्कलको यस्तो गेम चलिरहेछ हैन सबै सपोर्ट गर्नु होला हेलो म आइपुगेँ अङ्कलको घरमा हेरेर अङ्कल गेम खेलेको यहाँ सबै हेर्नु ल म चाहिँ अब आज आइपुगेँ अङ्कल घरमा धेरै टाइम पछाडि बसौँ बाई अहिले बाई